हजुरहरूलाई माछा बनाउन आउँदैन भने ल यो भिडियो हेर्नु लास्टसम्म अनि हजुरहरूलाई पनि आउँछ एकदमै मिठो बनाएर। सुरुमा प्याज अनि त्यसपछि टमाटरहरू राखेर यसलाई मजाले फ्राई गर्नु अनि हजुरले पिस्नु भएको मसलाहरू सबै लसुन अदुवा त्यसपछि के राख्न छ मसलामा सब राखेर पिसेको मसला राख्नु अनि त्यसलाई मजाले केही समय भुटिसकेपछि हजुरहरूले यस्तै पानी राख्नु अनि हजुरले चाहिँ माछालाई पहिल्यै नै म्यारिनेट गरेको हुनुपर्ने छ। मैले म्यारिनेटको भिडियो राखेन। म्यारिनेट गरेर राखेको 15-20 मिनटपछि हजुरले यसरी माछा राख्न सक्नुहुनेछ अनि मजाले 10 मिनट जति यसलाई पकाउनु। माछा राखिसकेपछि 10 मिनटसम्म पकाउनु। हजुरको माछा एकदमै मिठो हुन्छ। माछामा चाहिँ अलिकति तोरी राख्नुभयो भने अझ बेस्ट हुन्छ माछा खानको लागि। त्यही भएको भएर मैले तोरी पनि राखेको छु। तोरीको पेस्ट राखेपछि लगभग 2 मिनट जति फेरि पकाउनु। त्यसपछि हजुरको माछाको रस एकदमै रेडी भइसकेको हुन्छ। एकदम मिठो पनि भएको छ। यो हजुरहरूले पनि यस्तै बनाएर खानु होला। माछा एकदम मिठो हुन्छ है त। ल लास्टमा चाहिँ धनिया राखेर स्वाद लिँदै अनि खाने। मैले चाहिँ माछा यसरी बनाउँछु। यो सबै सामान चाहिँ मेरो घरबाटै सबै सामान डाइसबाट होइन मेरो घरबाटै हो। अनि यो चाहिँ मेरो हेल्पर दाइ हो। मेरो भन्न मिल्दैन बुढो हो, हेल्पर बुढो। अनि ल आजलाई यति हेल्परले चाहिँ यसरी खाएर अनि सुरु गर्नुहुन्छ। बाई।